साथीहरु के छ आज चाहिँ हामी काम गर्न यहाँ गोडेमा काम गरेर आएको हामी यहाँ काम गरेर यहाँ समराज सन्धि यहाँ जीवन सर यहाँ दुईजना एकजना सन्धि अनि दुईजना दाइहरु हुनुहुन्छ अझै केटाहरुको लैनमा पागल हो भन्दै आयो काम गरेर आएको गाइस काम गरेर हो पागल हो केटा मान्छेको जिन्दगी कहिले कहाँ पुग्छ कहिले कहाँ पुग्छ यस्तै छ हाम्रो केटा मान्छेको जिन्दगी यार गाइस अब काम ठाउँमा गएर भेटौँला हामी गाइस यस्तै हो यो केटी भेट्छ नि यसको चाक म हान्छु गाइस चाक दिदैन यार यसलाई पागल हो भने त कालो हो त पागल हो मुजी जीवन सर हाम्रो जीवन सर चाहिँ केटीले देख्छ भने फिस देखाएको छैन ल गाइस अब चाहिँ हामी कहाँ काम ठाउँमा गएर भेटौँला A few moments later. सो गाइस हामी यहाँ काम गर्ने ठाउँमा आइपुगिसक्यौँ यहाँ चाहिँ काम गर्ने त्यहाँ लभ बाइडहरू थियो घाँटीमा हेर त मान्छेको त यस्तो यस्तो ठाउँमा कहाँ यस्तो खतरा हरियाली यसको हात कुहिएर झरोस् त्यस्तो देखाउनेको गाइस हामी काम सुरु गर्छ अब बेलुका फर्किनेर भेटौँला प्रब्लम बुझ्नु होला यो चाहिँ यहाँ सामान लिनको लागि हामी जाँदैछौँ अब यस्तो टन्टारे घाममा कामसँगै तपाईँहरूको लागि भ्लग बनाउन धेरै गाह्रो छ त्यही भएर च्यानललाई सब्सक्राइब गर्नु होला त पागल हो यो पागल म यो शब्द पागल हो यो शब्द सुन्दा सुन्दै मलाई वाक्क लागिसकेको केटा हो यता पाइप ताने यतै रहेछ त पागल हो मुख चाहिँ नछाड न हाल्दै केटा हाल्दै पाइप तान्ने थियो यो पाइप तान्ने पाइप तान्न लाग्दैछौँ टाढै रहेछ हजुर दाइ नेपालमा भ्लगरको कम छैन ठाउँमा यस्तो सामान लाग्यो सिमेन्टी छ One eternity later. सो गाइस हाम्रो काम सकेर यहाँ बसिरहेको यहाँ लुगा फेरि ह्यान्डसमहरू घर जान लाग्छ फेरि ह्यान्डसम भनेर यहाँ चाहिँ केटा ह्यान्डसम बनिरहेको छ लुगा सुगा धोएर मस्त ह्यान्डसम बन्न लाग्छ केटाहरू यहाँ चाहिँ काम सक्यो अब घर जान सम्राट बोकाको चाक हेर्नले एक ठ्याक स्प्राइट यो चाहिँ जीवन बोका त्यहाँ मुतिरहेछ लगेर अब घरतिरै लाग्यो कोठातिर लाग्यो यहाँ सुभाष सर यहाँ साग बेलुकाको तरकारी हो छोरा ठिक छ छोरा बेलुकाको तरकारी ल गाइस अब हामी घरतिर कोठातिर लागेको ल सुभाष सर जहाँ बस्यो त्यहीँ घर हो अहिले यो मेरो बारी हो सम्झे हो सम्झे ल च्यानललाई सब्सक्राइब गरिदिनु लाइक कमेन्ट सेयर गरिदिनु अब घरतिर लाग्यो या चड्डी हेरेर लास्ट बिदा यही चड्डी हो धन्यवाद।